यो ढाका टोपीले नेपालमा आर्थिक क्रान्ति नै ल्याएको थियो। सन् 1940 को दशकमा पाल्पाका व्यापारीहरूले यो टोपीको बुट्टाभित्र एउटा यस्तो सिक्रेट कोड लुकाएका थिए जसले ब्रिटिश इन्डियाको नाकाबन्दीलाई समेत हल्लाइदिएको थियो। चेकपोस्टहरूलाई छक्याउन पाल्पाका चतुर व्यापारीहरूले ती बुट्टाहरूलाई एउटा गोप्य सैन्य कोडको रूपमा युज गरेका थिए। यही ढाका टोपीबाट आएको पैसाबाट राणा शासन ढाल्ने आन्दोलन नै चलेको थियो। हिजोको दिनमा दरबार छिर्न र आजको दिनमा पावर देखाउन शिरमा सजाउनै पर्ने एउटा लाइसेन्स हो यो ढाका टोपी। नेपालको ऐतिहासिक हिल स्टेशन पाल्पा र हाम्रो पहिचान बनेको ढाका टोपी, जसको ब्याकग्राउन्ड भित्र नेशनल प्राउड मात्र होइन, एउटा यस्तो इकोनोमिक वार र पोलिटिकल प्रतिशोधको हिस्ट्री लुकेको छ जसलाई सुन्दा तपाईँ अचम्ममा पर्नुहुन्छ। आज हामी ढाका टोपीलाई एउटा ब्युटिफुल कल्चरल आइडेन्टिटीको रूपमा मात्रै देख्छौं, तर यसको स्टार्टअप कुनै रहर वा कम्फर्टबाट भएको थिएन। यो त चरम पोभर्टी, स्कार्सिटी र वैदेशिक डिपेन्डेन्सी विरुद्ध पाल्पाली पुर्खाले थालेको एउटा रेभोल्युसन थियो। सन् 1940 को दशकमा जब नेपालमा राणाहरूको क्रूर र फ्यामिली रुल थियो र छिमेकी भारतमा ब्रिटिस एम्पायरको कडा हालिमुहाली थियो नि, तब पाल्पाको तानसेन बजारमा एउटा कडा टेक्सटाइल रेभोल्युसनको बीजारोपण भयो। त्यतिबेला नेपालको मार्केटमा फरेन कपडाको एकाधिकार थियो र नेपाली क्यास जति सबै फरेन मार्केटमा ओडिरहेको थियो। यही इकोनोमिक डिपेन्डेन्सीलाई जरैदेखि तोड्न र नेपाललाई सेल्फ सफिसिएन्ट बनाउन पाल्पाका लोकल मर्चेन्ट र बुनकरहरूले ह्यान्डुलम अर्थात हातले कपडा बुन्ने काठको मेसिनको प्रयोग गरेर ढाका फ्याब्रिकको स्ट्रिक जग बसाले। तिनीहरूले बुन्ने ढाका कपडाका ती अप्ठ्यारा र अनौठा जियोमेट्रिक प्याटर्नहरू केवल डिजाइनका लागि मात्रै थिएनन्। हिस्ट्रीको भित्री पाना पल्टाउने हो भने ब्रिटिश इन्डियाको कडा ट्रेड ब्लकेट चेकपोस्टहरूलाई छक्याउनका लागि पाल्पाका चतुर व्यापारीले ती बुट्टाहरूलाई एउटा गोप्य सैन्य कोडको रूपमा युज गरेका थिए। कपडाको थ्रेड र प्याटर्नको काउन्टिङ हेरेर कुन नाकाबाट कति सामान लैजाने, कुन रुट सेफ छ र कता सेक्युरिटी फोर्स छन् भन्ने कुरा अन्डरग्राउन्ड आन्दोलनकारी र व्यापारीहरूले ट्र्याक गर्थे। यो ढाका टोपी नेपालको पहिलो यस्तो डोमेस्टिक प्रोटेस्ट बन्यो जसले फरेन कपडाको इम्पोर्टलाई सिधै टक्कर दियो र आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्यो। एग्रिकल्चर मात्रै पर्याप्त नभएको पहाडी भूगोलमा पाल्पाका घर घरमा बुनिएका यी धागोहरू बिस्तारै बजारमा नोट जस्तै चल्न थाले। पाल्पाले ढाका टोपीको क्रेज र डिमान्ड यति धेरै बुस्ट भयो कि यसले काठमाडौँका एलिट क्लासहरूदेखि लिएर गाउँका सर्वसाधारणसम्मको शेर क्याप्चर गर्यो। अझै अचम्मको कुरा त के छ भने यो कपडा उद्योगबाट संकलन भएको ठूलो प्रफिट र मनीलाई लुकाई छिपाई राणा शासन र वैदेशिक हस्तक्षेप विरुद्ध लड्ने क्रान्तिकारीहरूको अन्डरग्राउन्ड फन्डमा जम्मा गरिन्थ्यो। अर्थात् नेपालीले गर्वका साथ लगाउने एउटा टोपीले देशको पोलिटिक्स र इकोनोमी दुवैलाई पर्दा पछाडिबाट कन्ट्रोल गरिरहेको थियो। तर फरेन फ्याक्ट्री र मेसिनरी सामान बिना केवल हातको औंला भाँचेर पाल्पाका मानिसहरूले यो कपडा एम्पायर कसरी खडा गरे त? कसरी धागोको गन्ती र कलर ब्यालेन्सले एउटा गरिब परिवारलाई पनि धनी बनाउँथ्यो? यो कपडा कसरी बन्छ भन्ने कुरा झन् नेक्स्ट लेभलको छ। पाल्पाली ढाकाको असली पावर यसको कडा र जियोमेट्रिक प्याटर्नमा लुकेको छ। यो कुनै आधुनिक फ्याक्ट्रीको मेसिनबाट निस्किएको सस्तो कपडा होइन, यो त मान्छेको हात र दिमागको एउटा अद्भुत कम्बिनेसन हो। पाल्पाका घर घरमा राखिएका काठका तानहरूमा बुनकरहरू घण्टौंसम्म एउटै पोजिसनमा यसरी बसेर धागोसँग पैँठोजोरी खेल्छन्। यसको म्याथमेटिक्स यति कडा हुन्छ कि कपडा बन्दा कुन रङको धागो कति पटक माथि लैजाने र कति पटक तल तान्ने भन्ने कुरा बुनकरले दिमागमै काउन्ट गर्नुपर्छ। एउटा सानो अलिकति बुट्टा मात्रै निकाल्न पनि सयौं पटक धागोको गन्ती, टेन्सन र कलर कन्ट्रोल गर्नुपर्छ। यो तान परम्परागत प्याटर्न भनेको टाइम मेड भिजिबल अर्थात् कपडामा देखिएको समय हो। यदि एउटा मात्रै धागो यताउता भयो भने, गन्ती चुक्यो भने नि पुरै डिजाइन नै बिग्रिन्छ र त्यो कपडा मार्केटमा बिक्दैन। त्यसैले तानमा बस्नु भनेको एउटा कडा डिसिप्लिनमा बस्नु थियो। पहाडी इकोनोमीमा जब खेतीपातीबाट मात्रै सर्भाइभल गर्न गाह्रो पर्थ्यो तब यो बुनाई कला परिवारको बलियो ब्याकअप र इकोनोमिक सोर्स बन्थ्यो। तर यसको ब्युटीको पछाडि एउटा डार्क साइड पनि छ। दिनभरि एउटै ठाउँमा कुप्रिएर बस्दा ढाड र कम्मरको कडा समस्या हुन्थ्यो भने मसिना धागोहरू एकटकले हेरिरहँदा बुनकरहरूको आँखाको ज्योति समयभन्दा पहिले नै धमिलो हुन्थ्यो। बुट्टा जति ब्राइट र चम्किलो हुन्थ्यो त्यसको पछाडि बुनकरको मेहनत र शास्ति पनि त्यति नै कम्प्लिकेटेड हुन्थ्यो। त्यही पनि पाल्पाका यी आर्टिस्टहरूले हार मानेनन्। उनीहरूले आफ्नो मेहनतलाई एउटा यस्तो ब्रान्ड बनाए जसले पछि गएर पुरै नेसनल आइडेन्टिटीलाई नै रिप्रेजेन्ट गर्थ्यो। तर एउटा लोकल क्राफ्ट कसरी देशकै सबैभन्दा ठूलो स्टेटस सिम्बल बन्यो त? पाल्पाली ढाका टोपी केवल एउटा फङ्सनल कपडा मात्रै रहेन, यो त बिस्तारै पावर, रेस्पेक्ट र आइडेन्टिटीको एउटा क्राउन बन्न पुग्यो।
राणाकाल र पञ्चायतकालको हिस्ट्री हेर्ने हो भने सरकारी अड्डाहरू र राजदरबार छिर्नका लागि शिरमा टोपी लगाउनु अनिवार्य जस्तै मानिन्थ्यो। त्यही समयमा पाल्पाको ढाकाटोपीले आफ्नो युनिक डिजाइन र प्रिमियम क्वालिटीका कारण काठमाडौँका एलिट क्लास र शासक वर्गको मन जित्यो। जसको शिरमा पाल्पाली ढाकाटोपी हुन्थ्यो, समाजमा उसलाई हेर्ने नजर नै बेग्लै हुन्थ्यो। उसलाई रोयल, सभ्य र उच्च ओहदाको मान्छे मानिन्थ्यो। बिस्तारै यो क्रेज फेसनबाट बढेर राष्ट्रिय पहिचानको लेभलसम्म पुग्यो। नेपाली राजनीतिमा त यसको एउटा छुट्टै साइकोलोजिकल गेम छ। नेताहरूले जनतासँग कनेक्ट हुन र आफ्नो देशभक्ति प्रदर्शन गर्न सधैँ यही टोपीको सहारा लिँदै आएका छन्। चाहे त्यो ठूला ठूला अन्तर्राष्ट्रिय फोरमहरू हुन् वा विदेशी स्टेज, यो टोपीले नेपाली हुनुको एटिट्युड र गौरवलाई झल्काउँछ। तर यो केवल पावरफुल मान्छेहरूको लागि मात्रै सीमित रहेन। हरेक नेपालीको बिहे, व्रतबन्ध र चाडपर्वहरूमा यसले रेस्पेक्ट र ब्लेसिङको एउटा ठूलो भ्यालु बोकेको छ। एउटा सानो बजारबाट सुरु भएको यो लोकल ब्रान्डले नेपाली शिरलाई यसरी क्याप्चर गर्यो कि आज विश्वको जुनसुकै कुनामा बसे पनि एउटा नेपालीले यो टोपी लगाउँदा छुट्टै भाइब र गर्व फिल गर्छ। यो क्राफ्टले कसरी एउटा सिम्पल नेपाली लुक्सलाई क्लासिक र पावरफुल बनाउँछ भन्ने कुराको त्यो जिउँदो एक्जाम्पल हो। तर जब कुनै ब्रान्ड यति धेरै पपुलर र बुस्ट हुन्छ, तब बजारमा त्यसका फेक कपी र सस्ता कम्पिटिसन पनि सुरु हुन्छन्। पाल्पाली ढाकाले फ्याक्ट्रीका सस्ता मेसिन र फरेन इम्पोर्टसँग कसरी एउटा नयाँ सर्भाइभल ब्याटल लडिरहेको छ थाहा छ? यो कुरा एकदमै डेन्जरस छ। आज यो लेजेन्डरी पाल्पाली ढाकाटोपी एउटा कडा र डेन्जरस सर्भाइभल ब्याटलमा छ। बजारको नियम नै यही हो कि जब कुनै लोकल प्रोडक्ट सुपर हिट र भाइरल हुन्छ, तब बिग फ्याक्ट्री र कनिङ व्यापारीहरू त्यसको कपी बनाउन ओइलिन्छन्। आज मार्केटमा पाल्पाली ढाकाको नाममा सिन्थेटिक फाइबर र मेसिनबाट बनेका सस्ता कपडाहरू छ्यापछ्याप्ती पाइन्छन्। इन्डिया र चाइनाका ठूला मेसिनहरूले पाल्पाको त्यो कडा र कम्प्लेक्स जियोमेट्रिक प्याटर्नलाई सेकेन्डभरमै कपी गरेर बजारमा एकदमै सस्तो प्राइसमा उतारिदिन्छन्। जुन ढाका कपडा बुन्न पाल्पाका दिदी बहिनीलाई दिनभरि लाग्थ्यो, मेसिनले त्यस्तै कपडा 1 मिनेटमै मिटरका मिटर निकालिदिन्छ। यसले गर्दा के भयो भने मान्छेहरू असली ह्यान्डलुम क्राफ्टको भ्यालु बिर्सिएर सस्तो र कस्ट इफेक्टिभ कपी किन्नतिर लागे। यो आर्टिस्टहरूमा परेको इकोनोमीको एउटा ठूलो ट्राजेडी हो। मान्छेहरू यसको अथेन्टिसिटी र ओरिजिनल हिस्ट्रीको तारिफ त गर्छन्, तर किन्ने बेलामा आफ्नै कम्फर्ट र सस्तो सामान रोज्छन्। यसले गर्दा पाल्पाका रैथाने बुनकर र पुराना उद्योगहरू बिस्तारै बन्द हुने अवस्थामा पुगेका छन्। धेरै जसो आर्टिस्टहरूले आफ्नो मेहनतको सही मूल्य नपाएपछि यो पेसा नै छोड्न थालेका छन्। नयाँ पुस्ताका तन्नेरीहरू तानमा बस्नुभन्दा खाडी मुलुक जानु वा अन्य जब रोज्नुमा बढी सेफ ठान्छन्। हामी जति जति मोडर्नाइजेसनतिर जाँदैछौँ नि, यो पुर्खाको ज्ञान र लिभिङ हेरिटेज त्यति नै मेटिँदै गइरहेको छ। तर के यसको मतलब पाल्पाली ढाकाको एम्पायर सधैँका लागि कोल्याप्स हुन लागेको हो त? यहाँ अझै पनि यसको भविष्य बचाउने एउटा अन्तिम होप बाँकी छ। सस्तो कम्पिटिसन र डुप्लिकेट मार्केटको कडा अट्याकका बावजुद पाल्पाली ढाका आज पनि एउटा प्रिमियम ब्रान्डको रूपमा टिकिरहेको छ। यसको मुख्य कारण के हो भने मान्छेले बजारमा सस्तो कपडा त किन्न सक्छन्, तर पाल्पाको इतिहास, आर्टिस्टको मेहनत र त्यो अथेन्टिसिटी कदापि किन्न सक्दैनन्। जब तपाईँ एउटा असली पाल्पाली ढाका टोपी शिरमा सजाउनुहुन्छ, तपाईँ केवल एउटा फेसन एसेसरी लगाइरहनु भएको हुँदैन। तपाईँ त पाल्पाका ती वीर बुनकरहरूको लिगेसी, उनीहरूको सङ्घर्ष र नेपालको एउटा बलियो टाइम अर्काइभलाई क्यारी गरिरहनु भएको हुन्छ। आज नयाँ जेनेरेसनहरूले यो कुरा बिस्तारै बुझ्न थालेका छन्। उनीहरू सस्तो कापी छाडेर अलिकति बढी प्रफिट तिरेरै भए पनि असली पाल्पाली ढाका टोपी नै रोजिरहेका छन्। किनकि स्टेटस र प्राउड कहिले सस्तो हुँदैन। यो क्राफ्टलाई बचाउन अब पाल्पाका लोकल उद्यमीहरूले पनि आफ्नो स्टाइल चेन्ज गर्दैछन्। उनीहरूले ढाका टोपीसँगै आधुनिक कोट, ब्याग र फेसन वेयर्सहरूमा यसलाई फ्युजन गरेर ग्लोबल मार्केटलाई टार्गेट गरिरहेका छन्। यो हाम्रो डोमेस्टिक इकोनोमीको एउटा यस्तो मोन्युमेन्ट हो जसले मसिनरी पावरलाई आफ्नो ह्युमन स्किल र क्रिएटिभिटीले टक्कर दिएको छ। यदि हामीले समयमै यो स्वदेशी उद्योगलाई सपोर्ट गरेनौं र आफ्नो आइडेन्टिटीको रेस्पेक्ट गरेनौं भने पुर्खाले रगत पसिना बगाएर बुनेको यो गोल्डन हिस्ट्री सदाका लागि कोल्याप्स हुनेछ। पाल्पाली ढाका टोपी केवल टाउको छोप्ने कपडा होइन, यो त नेपाली हुनुको कडा एटिट्युड, आर्थिक आत्मनिर्भरताको सिम्बल र कहिल्यै नझुक्ने स्वाभिमानको एउटा प्रमाण हो, जसले इतिहासको हरेक मोडमा हामीलाई एउटा प्राउड नेसनको रूपमा संसारभरि चिनाइरहनेछ। हवस् त, यस्तै खोजमूलक भिडियोका लागि ट्रस्ट टिभी हेर्दै गर्नुहोला। नमस्ते।